दिन प्रतिदिन चोरी घटेका छन्। तपाईँहरू यसरी हिँड्नुहुन्छ, कहिलेकाहीँ हामीले डकुमेन्ट माग्दा तपाईँले के भन्नुहुन्छ भने सर म त यहाँको लोकल मान्छे हो। तपाईँहरू सँगसँगै चोरी गरेको मान्छे पनि हिँड्न सक्छ नि, सकिन्छ। आफ्नो डकुमेन्ट सबै बोकेर हिँड्ने, यदि सकिएन भने हजुरहरूले बिलबुक फोटोकपी त बोकेर हिँड्न सक्नुहुन्छ नि। त्यो फोटोकपी डकुमेन्ट जहिले पनि बोकेर हिँड्नुहोस्, पहिलो कुरा। दोस्रो कुरो, तपाईँको सवारी चालनको डकुमेन्ट बोकेपछि मेरो डकुमेन्ट चाहिँ भोलि दुईवटा भयो भने इन्सुरेन्स छ छैन, भोलि केही पऱ्यो भने म चाहिँ छिट्छु छुइनँ भन्ने कुरो थाहा पाएर मेरो कुन इन्सुरेन्समा भन्ने कुरो बुझेर हिँड्नु होला। दोस्रो कुरो त्यो हुन्छ। तेस्रो कुरो, तपाईँहरूले अहिले सबैभन्दा बढी दुर्घटना चाहिँ चिनेछ क्या, 40-45 वर्षका मान्छेहरू भएर चाहिँ हामी सुइँ जान्छौँ, अनि जहाँ जाने बाटो छ नजिकमा गएपछि यिनीहरू ट्याक्क पारिदिन्छौँ, पछाडि आएर ग्याङ दिन्छ, अनि कहिले ल्याएर ठोकिस भनेर हामी झगडा गर्छौँ। सबैभन्दा ठुलो कुरो हामी बाटो क्रस गरेर दुर्घटना दिन्छ। त्यस्तो कुरो मेरो गाउँले पल्लो घरको रामे भाइले बाइक मागिहाल्नु दिन्छु, एकैछिन खोर्सानी चोक पुगेर आएबाट तपाईँ गाडी दिनुहुन्छ। भोलि त्यो मान्छेको लाइसेन्स छ चाहिँ तपाईँ विचार गर्नुहुन्छ। यदि लाइसेन्स भएन भने त त्यो भाइले दुर्घटना गरेर केही पऱ्यो भने तपाईँ सवारी धनी पनि पर्नुहुन्छ नि। त्यसैले